ल यो नेपालमा बनेको गाडी हाम्रो दाजुभाइहरूले चाहिँ गाडीमा हाल्दै हुन्छ। यो मलाई पनि राम्रो लाग्यो, सेल्फी हाने मैले। गाडी नम्बर यति। ल ल ल जोड से ऐसे सबै निकाल्दै मैले। ल नाम नम्बर यो पनि लेखेको पनि निकाल्दियो न। माई ड्रिम P300 मेड इन नेपाल मैले गरेँ होइन, त्यो नाम निकाल्दै हो क्या। ड्रिम्स यस ओके। ल गाइज गाडी के हो? पुरा स्पोर्टी देखिन्छ त है। भयो होला हौ अब त है, सबै आइन्छ डिट्टो लाग्यो। ल हाम्रो शिवराज लिम्बू 12 छ, 12 गाउँपालिका। भाइ यस्तो पाहाडहरू सबै चढ्छ होला है। लाइट नराख्नुहोस् है, एन्टी लाइट। धन्यवाद। हेलो हाम्रा युवा भाइ शिवराज लिम्बू ल गाइज, हामीले चाहिँ हाम्रो कारलाई चाहिँ अब काठमाडौँमा लाने हो। किन भन्दाखेरि अब तपाईँहरूले दिएको सहयोग जति पनि छ त्यति त्यो हुँदाहुँदै पनि अब मैले काम गरेर चाहिँ आउने दिनमा चाहिँ पक्कै पनि आविष्कार केन्द्र खोलेर एउटा मैले आविष्कार केन्द्र खोल्ने, त्यस पछाडि धेरै यस्तै योजनाहरू अगाडि बढ्दै जान्छ, बनाउँदै जान्छु। र अब चाहिँ फाइनल्ली हामी चाहिँ यो 12-6लाई छोडेर र झापालाई छोडेर काठमाडौँ प्रवेश गर्दैछ। आज हाम्रो गाडी देख्दै हुनुहुन्छ, हाम्रो महेन्द्र अधिकारी दाजु हाम्रै गाउँको 12-6को पिकअप साउजी हुनुहुन्छ। र हाम्रो आउँदैछ त्यो प्रदेश नम्बर 1 7368 जिम्मा भन्नु ल, जिम्मा 7368 001 आयो झापाली। यो गाडीमा चाहिँ हामीले चढिसकेको छौँ। यताबाट यस्तो यत्रो आउने यो कतिको थाहा छ अहिले?
अधिकारी ढुवानी सेवा ल गाइस फाइनल्ली हामीले माथि हालिसकेको छौँ र जसले आर्थिक सहयोग गरिदिनु भएको छ उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र मैले काम गरेर आएको पैसाले अब भने तपाईँहरूको माझमा आविष्कार केन्द्र एउटा खोल्ने मेरो योजना छ र अब केही वर्ष पर्खिनुहोस् आर्थिक सहयोग गर्नुहुने साथीलाई धन्यवाद र आउने दिनमा सहयोग गर्दै जानु होला हाम्रो गाडी माथि के छ ल गाइज मैले फाइनल्ली चाहिँ माथि मैले गाडी हालिसकेको छु हाम्रो यो पिकअप अधिकारी ढुवानी सेवा यो हाम्रै बारदसी गाउँको पिकअपमा हालिसकेको छु र अब म चाहिँ काठमाडौँतर्फ लाग्दैछु काठमाडौँमा गएर चाहिँ नयाँ नयाँ भिडियोहरू बनाउने छु मेरो युट्युब च्यानल सब्सक्राइब गर्दै जानु होला र जतिजनाले सहयोग गरिदिनु भयो मलाई आर्थिक सहयोग गरिदिनु भएको उहाँहरूले धेरै धेरै सम्झना भन्न चाहन्छु आगामी आउने दिनहरूमा पनि अझै आर्थिक सहयोग गर्दै जानु होला म नयाँ नयाँ बनाउने कोसिस गर्दैछु अनि म काम गरेर जति पनि आउँछ त्यो पैसाहरू जति म एउटा आविष्कार केन्द्र खोल्ने मेरो योजना छ मसँग उमेश दाजु पनि हुनुहुन्छ अनि दुईजना दाजुहरू हुनुहुन्छ हाम्रै गाउँको र आर्थिक सहयोग गर्दै जानु होला तपाईँहरूले पनि जति सक्नुहुन्छ आर्थिक सहयोग गर्दै जानु होला तपाईँहरूले पनि तपाईँहरूले गरेको आर्थिक सहयोग र मैले गरेको स्ट्रगल मैले काम गरेर आएको पैसाले तपाईँहरूको माझमा नयाँ नयाँ योजनाहरू तपाईँहरूको माझमा ल्याउने छु र मलाई एउटा आविष्कार केन्द्र खोल्ने मन छ त्यसको लागि मसँग फाइनेन्सियल छैन होइन फ्यामिली ब्याकग्राउन्डको कारणले पनि मैले अगाडि सर्न नसकेको हो धेरैजनाले भन्नुभएको थियो नयाँ नयाँ योजनाहरू गर्नु भनेर यो नयाँ नयाँ योजनाहरू छैन मसँग आर्थिक प्रब्लम छ फाइनेन्सियल कम छ त्यस कारणले गर्दा नयाँ नयाँ योजनाहरू गर्न सकिनँ त्यसको लागि सरी भन्न चाहन्छु र आउने दिनहरूमा चाहिँ नयाँ नयाँ फेरि पैसा कमाएर चाहिँ तपाईँहरूको माझमा ल्याउनेछु नयाँ प्रोजेक्टहरू गर्नेछु आविष्कार केन्द्र खोलेर त्यसमा ल्याउनेछु त्यसको लागि तपाईँहरू धैर्य धारण गरेर पर्खिनु होला तपाईँहरूको माझमा नयाँ ल्याउनेछु कुनै दिन पक्कै पनि भन्न चाहन्छु सो तपाईँहरूको माझबाट बारदशीमा जति पनि हुनुहुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईँहरूको दिन शुभ रहोस् थ्याङ्क यू गाइज